हेलो गाइज, हामी चाहिँ पिङ खेल्न जान लागेको हाम्रो सिद्धेश्वरी चौरमा। दसैँ लाग्यो नि त, दसैँ त्यही भएर मम्मीहरूमा पिङ खेल्न जान लागेको। अब गाउँतिर त गइएन, अब यहीँ पिङ हालेछ, त्यही भएर खेल्न जान लागेको। दसैँ चाहिँ भोलि हो, हामी चाहिँ आज पिङ खेल्न जान लागेको। ल यसरी हिँड्दैछौँ मम्मी र म भएर, टुकुन टुकुन 6 बजिसक्यो। ल हामी हिँड्दैछौँ, सुनसान हुन लागिसक्यो बुटो। यस्तो बाटो हिँड्दैछ त, कति धेरै खेलेको रहेछन्, तर पनि केही छैन। मैले पाइहाल्छु ठाउँ पिङ खेल्ने, पाल पाइहाल्छु नि मैले, होइन? एकचोटि पिङ खेल्न किन पाइन्न किन? आज नि आज के भएर आज के आज बिहिबार ए मङ्गलबार पनि बजार गरेर राखेको छन् आन्टीहरूले। यहाँ पिङ खेलिरहेछन्, देख्नुपर्छ। यसो पिङ खेलिरहेछन् है। के गर्नु, हामीले पालो पाउने हो कि नै थाहा छैन, तर पालो पाउँछु भन्ने ठुलो आश चाहना छ कि मलाई। म पालो पाइहाल्छु। मम्मी उसको त होइन चाहिँ, खरको त होइन चाहिँ, खरको त होइन छ त्यही पनि। हामी घुस्न लाग्यौँ है। अಯ್या मम्मी राउन्ड हान्न जानुहुन्छ, म चाहिँ पिङ खेल्न एक्सर्साइज गर्छन्। म चाहिँ यस्तरी हिँड्दैछु पिङ्की चप्पल लगाएर है। सिद्धेश्वरी ग्राउन्ड चाहिँ यस्तो छ। अब इभिनिङ वाकको लागि सबै आउँछन्। पिङ, म फेरि पिङतर्फ जाँदैछु। कालो भएछ, हावा चाहिँ मस्त चलिरहेको छ। पालो चाहिँ पाउँछु किन है त। म यहाँ पालो कुर्दैछु होइन, मम्मी त ऊ राउन्ड हानेर नि आइसक्नु भयो। एक राउन्ड हानेर म चाहिँ पालो कुर्दैछु। म पिङ खेलेँ है, तर मेरो भिडियो बनाइदिने कोही भएन। म 2 राउन्ड खेलेको भए मैले हेरेँ। मम्मीले भिडियो बनाइदिन आउनु भएन, के गर्ने, त्यही पनि झगडा गरी खेलेको है। पिङ खेल्न पनि झगडा गरी खेलेको। म आके लाउनु भने कति छिटो बस्छु देख्नु पऱ्यो नि, यिनीहरूले अनि दिन पऱ्यो नि। त्यो झगडा गरी खेलेको त्यति त बच्चा पछि मात्रै खेल्ने। म हाम्रो के अरे हामी जवानहरूको त ऊ चाहनै हुनु, पछि मात्रै हुन्छ। हामी कुरा गर्ने क्या भनेर खेलेको हो। अन्त पब्लिक ब्याङ्कको है चाहिँ, अनि पछि यो बहिनीलाई राष्ट्रिय विरोध गरेँ। बहिनीलाई त्यो भनेर विरोध गरेको होइन, पालोको पैसा त गर्नु पऱ्यो नि भनेको मैले। जहाँ गए पनि लड्नु पर्छ कि, जे गर्न पनि। के नेपालमा त हो, म त केही गर्न सकिनँ। यिनीहरूले चाहिँ पछाडि आयौँ भने ल हिँड्न त। अब भोलि बिहान नै आएर खेल्नु पर्ला जस्तो लाग्यो। भोलि दिउँसो पनि भिड हुन्छ। भोलि बिहान नै मर्निङ वक आउँछु र पिङ खेल्छु, अनि फेरि भिडियो बनाउँछु ल साथीभाइहरू। यो भ्लग चाहिँ दसैँ भ्लग चाहिँ मेरो फर्स्ट भ्लग हुन्छ। अब स्योर हाल्छु म युट्युबमा, स्योर हाल्छु है। ओए कुकुरहरू भुकेको किन भुकेको? मैले हेरेको त नि। यसलाई भुकेको है। आफ्नो इलाकामा आयो भनेर नि त्यसले फेरि पानी पर्न लायो, सिमसिम चुहिएछ पानी। गाई त्यो त होलसेल दोकान हिँड्नु त 20 रुपियाँको इमिली किनेर जानु हो क्या पानीपुरीको लागि। यहाँबाट हाम्रो के अरे ड्याडीको साथीको दोकान हो क्या। हाम्रो ड्याडीको साथीको दोकान।
गाह्रो छ जे पनि गर्न एउटा टिम खेल्न धेरै गाह्रो नेपालमा छ्याचा छ कसरी हिँड्नु न आन्टी इमिली हो इमिली डल्लो डल्लोवाला के छैन नाइ के त्यो रेसा रेसावाला इमिली के दिनु त 20 रुपियाँको पानी पर्यो अब म दुग्रेरै घर जान्छु इमिली किने अब म दुग्रिँदै घर जान्छु त्यसका दिदी दुग्रिन्छ अब घर दुग्रेर घर जान्छु घर पनि आइपुग्यौँ पानी पर्यो आनन्द छ मस्तले बस्न सर हावा तातेर यहाँ मर्नु हुन्छ मस्तले गाइस हेर मलाई अटोमा लिएर आएको हो कि मैले यस्तै छ है यहाँ हाम्रो फ्लावर र साथीभाइहरू यस्तो छ है यो रोड चाहिँ मलाई सब्सक्राइब गर्नेहरूलाई अरूलाई होइन ओके गाइस अब भोलि चाहिँ के भन्छ अरे म पिङ खेल्न जान्छु 4-5 बजे 6 बजीसम्म फेरि बेटाउनु लाउँछु Hello guys, good morning. Happy birthday. खेल्न जान्छु भनेको 7 बज्यो बल्ल उठेँ पानी पनि परेको थियो धेरै गएन अलिअलि जानु पर्ला अलि कस्तो हुन्छ अब राम्रोसँग दसैँ बनाउनु होला अनि मेरो भिडियो चाहिँ दसैँ पछि नै आउँछ ह्याप्पी दसैँ सबैले टिका थाप्ने होला हाम्रो टिका लाउँदैनन् आजको मौसम चाहिँ राम्रो छ शीतल चट्ट लागेको छ चल्छ अन्त भर्खर उठेको ल Have a great day, guys. अनि त अब दसैँको दिनमा खाँदै हम के अरे जिरा पानी मर्निङमा जिरा पानीबाट सुरु भयो हाम्रो दसैँ जिरा पानीले ग्यास्ट्रिक सन्चो गराउँछ यसमा जिरा मात्रै नभएर के छ भन्दाखेरि जिरा ज्वानो मेथी सौँफ जिरा 5 किसिमको मिश्रण अनि 6 किसिमको एउटा बिरे नुन पनि छ बिहान बिहान यस्तो खानुपर्छ दसैँको मासु खाएको बोसो जस्तो लागेको भुँडी सबै घट्छ यस्तो खाएपछि ग्यास्ट्रिक भयो भने सन्चो हुन्छ मासु खाएर धेरैले चिल्लो चाप्लो खाएर ग्यास्ट्रिक हुन्छ नि त्यसलाई हटाउने काम गर्छ साथीहरू तपाईँहरू सबैलाई यो एउटा के हो रामबाणै हो ग्यास्ट्रिक साथीभाइहरू सुनाम है खाम यस्तो खानुपर्छ साथीभाइहरूले त बिहान बिहान मासु चलाउनु गर्दै होला नि कसैले त हाम्रो भ्यू घरको यस्तरी आनन्दले खान्छौँ बसेर दसैँको ब्रेकफास्ट चाहिँ मैले पकौडी बनाउन लगाएको पकौडी पनि बैगनको पकौडी हेर यस्तै चप गर्ने गरेर बेसनमा यस्तरी चोप्ने कि यसरी चोपेर
त्यहाँपछि यसरी ज्वाइँ हाल्ने अरे यस्तो हाल्नुपर्छ। यस्तो मिक्स पनि गरौँ। यस्तो खानुपर्छ किन तपाईँहरूले बेसरी मिठो हुन्छ। पकौडी रेडी भयो है, अब खाने हो। मम्मी र म बसेर गम गम। पेटी क्लिकबाट पुनम दिदीले ल्याइदियो मलाई। हेरौँ के छ, यो हो क्या एलए कलर्सको टिन्टेड ब्लास्ट स्टिक। हेरौँ अनबक्स गरौँ है त कस्तो छ। ला कसो यार कस्तो जेली जेली बस्छ भाइ, सेम जेली जस्तो। यस्तो बेसी चाहिँ नलाग्दो रहेछ जेलीको लागि चाहिँ। नेचुरल कलर दिँदो रहेछ। ओठ्नु र डल्लामा लगाउने भन्थ्यो, ठिकै छ। कटुक र सेलरोटी नै आयो है हाम्रो घर, नबनाए पनि दसैँको लागि मम्मी र मलाई पुग्ने गरेर ठक्क। मेरो दसैँ लुक्स यो है, हेर। मेरो मम्मी यहाँ पेलात्ता पर सुत्नु भयो। यसरी उठाउनु पर्ने, यसरी मम्मीलाई यस्तै उठाउनु पर्छ। बुढेसकाल त लाएन है। दसैँमा चाहिँ नुन यो बस यस्तो रेडी भइदिएको मात्रै है। सिङ्गापुर सेट खासमा चाहिँ मैले हरियो लाउने भनेर किनेको, तर फिटिङ गरिदिने मान्छे आउनु भएन। के गर्ने अब, के गर्ने र हात त लाउनु पर्यो। हरियो लाउने भनेको मान्छे नआएपछि हो न। सुनसान छ बुटोल, सुनसान। बुटोलमा जस्तो त दसैँ त कहिले हुन्न होला क्या। तिहारमा भने यस्तो रमाइलो हुने रे, अनि त्यसपछि दसैँमा चाहिँ यस्तो सुनसान। हेर त पुरै सुनसान। भगवान् सकिन्न। अब हामीले भात खाने हो साथीभाइहरू। मेरो मम्मीले के बनाउनु भएको छ। ओहो तेरो उहिले मलाई त दक्षिणा दिन लाउनु भयो है साथीभाइहरू। टिका लाउन, टिका लाउन त्यही पनि दिनुहुन्छ। दसैँ होइन, फेरि मेरो छोरीलाई माया गरेको ल। ल दिनु पर्ने पैसा त। मनले टिकाको सबै कुराहरू पुरा होस् मेरो छोरीलाई। पैसा पाएँ, मेरो फर्स्ट दक्षिणा है। अनलाइन दक्षिणा नि आउँछ मेरो। अनलाइन दक्षिणा अल द वे फ्रम क्यानाडाबाट आउँछ मेरो अनलाइन दक्षिणा। अहिले त क्यानाडामा बल्ल बिहान हुँदैछ। अहिले पछि चाहिँ आउँछ। कसलाई? अहिले मुसिहरूलाई पनि फोन गरेर माग्नुपर्छ दक्षिणा। सबैलाई दक्षिणा माग्नु परेन होइन त। हो नि त, सबैभन्दा सानी हो नि म, सबैभन्दा सानी, सबैको प्यारी हो नि त म त। सबै लाग्छ एक एक अल्जानी हो। पैसा लिनु भयो नि
आजको खाना चाहिँ हेर है ऊ नयाँ उस निकालेको रे इस सेलरोटी र बटुक आन्टीले दिएको यो बिहान मैले बनाएको अचार अलिकति रहेछ के हो यो यो अचार आलुको अचार काँक्रा आलुको त्यसपछि यहाँ दाल दाल अनि यहाँ चाहिँ च्वासेको मासु बङ्गुरको अनि यहाँ काँक्रा त्यसपछि भात अब खाइन्छ ल्याम्मा ल्याम्मा लगाएर खान्छौँ ल साथीभाइहरू पिन्थान लाग्यो है फेरि आज खेल्यो है म पिङ रातो कपडा लगाएर अब मुसीको घर जाने हो अब भिडियो चाहिँ मम्मीले कस्तो बनाइदिनु भयो थाहा छैन है खेल्न चाहिँ म खेलेँ पिङ यहाँ हुन्छ मम्मी ला 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 अय्यो यहाँ छ हाम्रो सवारी मेरो एप्रिला धेरै मिहिनेतपछि फेरि मैले मम्मीलाई लिएर आएँ है दुईचोटि घर जानु पर्यो केही बात छैन पिङ खेल्न पाइयो भिडियो बनाइयो होइन त्यही कुरामा खुसी छ म खुसी छु खानेकुरा है यहाँ यो किन राखेको यो यस्तै छ अब पाहुना खाना आउनु आएको यता है मटको यस्तो छ है यो हो नेपालगञ्ज रोड दक्षिणा नै पायो है सो गाइज यही नै थियो मेरो दसैँको ब्लग भनौँ के ब्लग भनौँ होइन भिडियो जस्ट मेमोरी के भयो भनेर यही थियो अब चाहिँ चट्ट लाएर अरू भिडियो बनाउँछु कि नै थाहा छैन मैले यो चाहिँ म अपलोड गर्छु भनेर सोचेछु त्यही पनि के हुन्छ है कस्तो हुन्छ मन पर्यो भने लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला माया गरिदिनु होला त्यही भन्दै अबको यो ब्लग चाहिँ इन गर्छु यो चाहिँ मेरो फर्स्ट ब्लग हो त्यही भएर यताउता केही भयो भने के अरे म क्षमा प्राप्ति छु हो कि के भन्छ नि त्यही ल हुन्छ होप यु गाइज ह्याभ ग्रेट दसैँ
See you in my next video. Bye.